Hello everyone, welcome back to my YouTube channel. This is me Vinod and you watching Vinod Reaction YouTube channel. So फेरि पनि गाइज म आइसकेको छु अर्को यो काण्डले अझै छोडेन गाइज है काण्डलाई रियाक्सन गर्दै भनेर फेरि एउटा भिडियो चुज गरेर तपाईहरु माथि ल्याउने प्रयास गर्दैछु। सो कस्तो हुन्छ हेरेर साथ दिनु होला हैन। काण्ड 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 अलवेज काण्ड, अझै पनि काण्ड हराएको छैन गाइज। के भन्ने अब हैन, यो गंगु काण्डले अझै युट्युब खाइरहेको छ। सो त्यो भिडियोलाई रियाक्सन गर्दियौ हैन। सो लेट्स गो गाइज। ओके स्टार्ट। ओ सो मेनी कमेन्ट। रुको जरा सबर करो। काण्डको पर्खाइमा बस्ने भाइहरु आफ्नो आमा गएर पस्ने है सोचिरा होला यसको दिमाग हल्लाउँछु भनेर, तर कुरा सिधा छ भाइहरु, दिमाग त के मेरो भुत्ता नि हल्ला हैन। ओ बहिनी हो, साच्चै तिम्रो त भुत्लो पनि हल्लिने रहन्छ। हेर्यो केटा, हेर्यो 7.2 को काण्ड हेर्यो। गंगु छेत्री 7.2 काण्ड। यो टिकटक खोलो कि 7.2 मात्र। के हो यो 7.3 भनेको के हो? खै मलाई पनि पठाऊ, लिंक कहाँ छ हेर्नु पर्यो। यति बेला गंगु 7.2 हैन 7.2 के 3 के काण्ड भन्छ के हो रे भनेको? मजाको काण्डहरु आएर छ है गाइस। मैले चाहिँ हेरे है, तर सामान राम्रो छ यार। सामान चाहिँ के भन्दै छ? 7 मिनेट 2 सेकेन्डको भन्दा त 5 मिनेट 58 सेकेन्डको पो बवाल लाग्यो त हो भिडियो। समझ रहे हो? गंगु छेत्री 7.2 काण्ड FYP भरि भरिएको कति भिडियो स्क्रोल गर्दै गयो। गंगु काण्ड के रहेछ भने हेरे बाबा, अनुहार हिउँ जस्तो हुने केटीहरुको नि मन भने भैँसीको पुछर मुनि जस्तो कालो हुँदो रहेछ यार। तोबा थारा मुड खराब कर दिया। ओए अनि अङ्ग प्रदर्शन गरेर भिडियो शेयर गर्ने गङ्गुहरू, त्यही भिडियोलाई भाइरल बनाउने पङ्गुहरू, यी दुवै सामाजिक सञ्जालका भाइरसहरू हुन्। यही नहीं, अभी और सुनिए। तपाईहरुलाई त्यो देखेर केटाहरुलाई अलि सिरिङमा हुन्छ त, हामीलाई त घिन लाग्यो। तिम्रो कस्तो छ? मेरो त खतरा छ। मैले देखाउँदिन, मेरो त खतरै छ। मलाई पनि पठायो, यति मैले के रहेछ भने हेरेको। भिडियो कलमा त खतरै गरेछ अनि केटीले। अनि एउटा कुरा के बुझ्नु पर्यो भने मान्छेले तिमीलाई के बुझ्यो, तिम्रो अनुहार चाहिँ राम्रो छ हेर, तिम्रो त्यो भित्र भएको इन्जिनहरु पुरै कुहिएछ के, त्यो बुझ्छ अहिले छोरा। लास्टै भयो यार गाइज, लास्टै भयो यार। मान्छेले राम्रो केटीहरुको त इन्जिनै खराब हुँदो रहेछ भने बुझेछ अहिले। के गरेको छैन लु, म अब जेसी होस्, अब त जे परे नि परोस् भनेर झट्टै देखाइदिन्छ रोटी त। हेर त्यो केटी भएको रोटी भयो कर 19-20 वर्ष केटी होला, त्यो भित्रको सामान पुरै कुहिएको छ फेरि। गाइस के गर्ने यार, युट्युबमा यही आउँछ। देखाउन लागेको भए पनि हुन्छ। कम्मर माथि त ठिकै थियो, कम्मर मुनि त खोइ गएको थियो। कम्मर माथि ठिकै रहेछ, कम्मर माथि त रोइ खाडै रहेछ। के देखाइरहेको? गोतीले भए पनि ल हो भनेर ल आए पनि के हुँदैन भन्नु कि गिल्ला खासी 7.2। तिम्रो टिकटक देखाइ मैले फकाइसके मम्मीलाई। त्यो ठाउँमा हात लाएर चाहिँ नदेखाउ नानी, तिम्रो त डामेर छोड्या हो कि क्या हो? बुढी आमाले नि बाँधिरहेन। बाइ बाइ, टाटा, गुड बाइ। लाज लाग्दैन तिमीलाई? शर्म नलाएपछि जे गरे नै हुन्छ। बिग्रिया देश भत्किया चाल, जता हेऱ्यो उतै राँगड भने जस्तो। काण्ड भन्दै अर्काकी फुल जस्ती छोरीलाई जे पाए त्यही भन्थ्यो। कस्तो फुल रहेछ त फेरि, आफै दम गनाइरहेछ। सिरियस कुरा गर्न लाग्यो भनेर सुनि एकजना दिदीले वात्तै देखाएर टिकटक कति महिना बन्द भएको थियो, फेरि अहिले एउटा बहिनीले जे पर्ला भनेर वात्तै देखाइछि। ल कतै टिकटक त बन्द नहोला, तर देखाइ त्यो बहिनीको गल्ती छैन। जब गल्ती कसको छ? जुन यो भिडियो बाहिर प्रदर्शन गर्यो त्यो मान्छेको गल्ती छ।
बात त सही है यो सोसियल मिडियाको दानवीरहरूको पनि छुट्टै स्वाग छ। फेरि 7 मिनट 20 सेकेन्ड काण्ड मसित छ, म सेयर गर्छु, कोहीलाई लिङ्क चाहियो भने मलाई भन्नु है, सम्पर्क गर्नु, DM मी भन्दै फेरि पोस्ट गर्नेहरू साला चुतियाहरू। त्यो 7 मिनट 20 सेकेन्ड के अरे को भिडियो सेयर गर्नु साटो बरु आफू पनि त्यो बेलुका भएपछि पक्कै त्यही गर्छ होला, गर्लफ्रेन्डलाई अलिकति तल देखाउन अलिकति देखाउन यस्तो गर न भनेर। बाबु दिखाऊ न, त्यो रेकर्ड गरेर राखेको भिडियोहरू ग्यालरीभरि होला, आफ्नै भिडियोहरू बरु पठाइदियो भयो नि। चुतियाहरू आफू चाहिँ त्यो बेलुका भएपछि हात्तीको कान जस्तो हेर्ने होला, अझ अरूको चाहिँ भैँसीको जस्तो रहेछ। मलाई कोही भेट्न आउन यार, म तिमीहरूलाई गङ्गो छेत्री तास खेलाउँछु, मासुको हुन्छु। जे भन्छ त्यही गाउँछु। म त कस्तो एक्लै भएर मर्न लागिसक्यो जस्तो लागिसक्यो। गाइस गाडी स्टार्ट कर, चाबी कहाँ है? Meanwhile, ऊ मेरो पास्ट थियो, मैले मिस्टेक गरेँ, त्यो मलाई राम्रोसँग थाहा छ। मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ। आई एम गुड, ओके, आई एम प्राउड, मेरो मन त्यस्तो छ। लाडो खा। बाई बाई, टाटा, गुड बाई। अचम्म लाग्छ मलाई यो कुरा सुन्दाखेरि होइन। गङ्गु छेत्री भन्ने मान्छेले चाहिँ उसको त्यस्तो भिडियो बजारमा आउँदा पनि के भनेको थियो भने, त्यो भिडियो आएर मलाई कुनै रिग्रेटै छैन, कुनै पश्चातापै छैन, म कुनै आत्तिने मान्छे होइन, मलाई डरै छैन। कि थुतुनो जोगाउनु कि मुतुनो, यो उखान धेरै अगाडि चल्दै आएको हाम्रो उसमा। थुतुनो त पहिल्यैदेखि जोग्या थिएन, अब मुतुनो पनि जोग्या रहेनछ। बात त सही है बिचरा बहिनीको उसलाई ट्रस्ट गर्नु चाहिँ तिम्रो गल्ती भयो। तिमी अहिले गाह्रो टाइममा छौ, यु विल रिकभर, फक अप ब्रो। छोडिदिनुहोस् डिफेन्ड गर्न यस्ता केटीहरूलाई। तपाईँको त्यो ठाउँमा तपाईँको छोरी, तपाईँको बहिनी, तपाईँको दिदीबहिनी, तपाईँको बुहारी चेली परेको भए तपाईँले त्यही भन्न सक्नुहुन्थ्यो। राम्रो भएर देखाउनु पर्दैन क्या सधैँ टाइम। इट्स नट लाइक तपाईँ एकदम हाई पर्सन हो, सेलिब्रिटी हो, टिकटकको चाहिँ स्टार हो भनेर तपाईँ एभ्री टाइम हरेक कुरामा पोजिटिभ नहुँदा पनि तपाईँले पोजिटिभ रेस्पोन्स गर्नुपर्छ भन्ने छैन। गलत गलत नि यार। एज अ वुमन, एज अ गर्ल म के भन्छु भने, तपाईँले नचाहेसम्म तपाईँलाई कसरी ठाडो सिर गरेर हेर्न सक्दैन, तपाईँको लुगा खोल्ने त परेको कुरा। सही हो, सही हो। 4 जनाले घिसारेर रेप गरेको अर्कै केस हो म्याम। जब आफ्नो शरीर, यो त भगवान हो, यो मन्दिर हो यो शरीर भनेको, कहाँबाट कति देखाउँदा कति मान्छेले हाई हाई गर्छ भनेर चाहिँ जताततै लुगा खोल्नेर भन पारेर देखाउने मान्छेहरूलाई र तपाईँको नङ्गपुङ्ग भएर चाहिँ एक्सपोज गर्ने मान्छेहरूलाई तिम्रो गल्ती भयो ट्रस्ट गर्नु। हेर्नुहोस् केटा मान्छे भनेको यस्तो जात हो, तपाईँले नो भन्यो भने आफ्नै हस्बेन्डले त छुन पाउँदैन, छुँदैन। अर्काको कुरा छोडिदिनुहोस्। र यो मेन कुरा भएको के भने, लेडिजहरूले जहिले पनि भिक्टिम प्ले कार्ड गर्ने भयो क्या। नेपालको कानुनै त्यस्तै छ। तपाईँ कुनै पनि मान्छेसँग जहाँ पनि जान पाउनुहुन्छ, तपाईँ त्यो मान्छेसँग जति पनि पैसा लुटेर खाएर घुमेर हिँड्न पाउनुहुन्छ, लास्टमा तपाईँ सुत्नु पनि हुन्छ। लास्टमा केही कुरा चित्त बुझ्दैन, मलाई रेप भनेर हालिदिन पाउँछ। नेपालको कानुन चाहिँ मलाई सुधार्नुपर्छ जस्तो लाग्छ। लेडिजहरूले यस्तो धेरै भिक्टिम प्ले कार्ड युज गरेको छ नि, यो केसमा पनि के भन्नु, तिम्रो उसको गल्ती भयो ट्रस्ट गर्नु। क्यारेक्टर हेर्नु मान्छेको पहिला। सही हो। सो गाइस, गङ्गु काण्डले छोडेन, भिडियो चाहिँ खतरै रहेछ होइन। अब वर्डहरू अब के युज भएको छ, अब युट्युबमा आइरहेको छ, के गर्ने होइन, हल्का रिएक्सन गरिदिउँ भनेर। सो गाइस, तपाईँहरूलाई कस्तो लाग्यो भिडियो होइन, कमेन्ट गर्नु होला। सो फेरि पनि अर्को भिडियो लिएर आउने बाचा गर्दै आजलाई बिदा गर्छु गाइस। सो जय नेपाल।